बाख्रा चोर एउटा उपनाम, धेरै प्रश्न। 14-15 करोड रुपैयाँ राज्यको पैसा एक कृषि परियोजनामा। केही महिनापछि न बाख्रा न फर्म न हिसाब, तर एउटा शब्द बाँकी रह्यो, बाख्रा चोर। त्यो अधिकांश कमेन्ट मध्येको तपाईँलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ? बाख्रा। यो शब्द कसैले कसैलाई यसै दिएको होइन, यो शब्द जन्मिएको हो एउटा परियोजना ढलेपछि। अब कथा सुरु गरौँ। यो काण्ड सुरु हुन्छ 2067-68 सालतिर। त्यस बेला गगन थापा कृषि तथा जलस्रोत समितिका सभापति थिए भन्ने कुरा सार्वजनिक बहसमा बारम्बार उठाइन्छ। उही समय सरकारको व्यावसायिक कृषि तथा व्यापार परियोजना प्याक्ट अन्तर्गत सुनखानी एकीकृत कृषि केन्द्रका नाममा करिब 14 - 15 करोड रुपैयाँ अनुदान आएको भन्ने बनाइन्छ। योजना कागजमा आकर्षक थियो। नुवाकोटमा आधुनिक बाख्रा पालन फर्म, कुखुरा मौरी कृषि प्रशोधन, काठमाडौँको गोफरटारमा मासु पसल, सिधै बजारसँग जोडिने मोडल। उद्घाटन भयो, बोर्ड टाँसियो, फोटो खिचियो, मिडियामा समाचार आयो। बाहिरबाट हेर्दा राज्यको पैसाले ठुलो व्यवसाय उभिएको देखिन्थ्यो, तर केही महिनापछि सबै कुरा हरायो। फार्म सुनसान भयो, बाख्रा देखिन छोडे, मासु पसल बन्द भयो, सञ्चालन रोकियो। यहीबाट प्रश्न जन्मियो, करोडौँको अनुदान कहाँ गयो? आलोचकहरू भन्छन् परियोजना असफल मात्र होइन, गम्भीर अनियमितता भयो। हिसाब माग्दा प्रमाण भेटिएन भन्ने दावी गरियो। छानबिनको माग उठ्यो, राजनीतिक बहस तर्कियो र यही असफल परियोजनाबाट एक व्यङ्ग्यात्मक तर कठोर उपनाम निस्कियो, बाख्रा चोर। यो शब्द अदालतको फैसला होइन, तर यो शब्द खाली मजाक पनि होइन। यो शब्द परिणाम नदेखिएको परियोजनाको प्रतीक बन्यो, राजनीतिक अविश्वासको चिन्ह बन्यो। गगन थापा आफैले दुरुपयोग अस्वीकार गर्दै आएका छन्। यो बाख्रा पालनका निम्ति मैले कृषि मन्त्रालय मात्र होइन, कुनै पनि निकायसँग 1 रुपैयाँ 1 पैसा पनि अनुदान लिएको छैन। तर आलोचकहरू भन्छन् यदि सबै ठिक थियो भने बाख्रा कहाँ गए? आजसम्म यो कथा स्पष्ट निष्कर्षमा पुगेको छैन, तर उपनाम बाँकी छ, प्रश्न बाँकी छ। बाख्रा चोर भन्न सजिलो छ, तर राज्यको पैसा हराउँदा हाँस्न मिल्दैन, किनभने यहाँ बाख्रा मात्र होइन, विश्वास पनि हराएको हो। सत्य के हो? तपाईँलाई के लाग्छ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला र यस्तै ज्ञानमूलक भिडियो मनपर्छ भने सब्सक्राइब गरी हामीसँग जोडिन पनि नबिर्सिनुहोला। हामीलाई हजुरको साथ, सहयोग र मायाको खाँचो छ।